सेवानी एभ्रिवान, हजुरहरू कस्तो हुनुहुन्छ है? एकदम जातिको सलै हुनुहुन्छ होला र म पनि एकदम ठिकठाकै छु। र आज चाहिँ म यहाँनिर घरबाट निस्किँदैछु है। र म कहाँनिर गएको आज र किन गएको भन्ने चाहिँ म तपाईँहरूलाई अहिले यो ब्लगमा देखाउने छु। अन्त म चाहिँ अहिले चाहिँ यहाँनिर घरको उकालोबाट यो उकालो बाटो जाँदैछु हो। घरदेखिको माथि पुगेँ, यहाँबाट गएर माथि भङ्गेदेखिको चाहिँ फेरि स्कुटीमा जान्छु। किन भन्दाखेरि यो चाहिँ रफ रोड भएकोले गर्दाखेरि चाहिँ स्कुटीमा ट्राभलहरू गर्नु त्यस्तो उयो लाग्दैन नि त, मलाई मन पर्दैन नि त। फाइनली म चाहिँ यहाँनिर जहाँ आएको थिएँ त्यहाँ आइपुगेको छु है। र यो चाहिँ फर्स्टमा चाहिँ तपाईँहरूलाई म देखाउँदैछु। पहिला यहाँ चाहिँ चेतनाज एन्टरप्राइज भनेर हाम्रो फाइनली म चाहिँ यहाँनिर आइपुगेको छु है। म जहाँ आउँछु भनेर भन्दै थिएँ। हाम्रो चाहिँ अहिले चाहिँ यहाँनिर यस्तो छ नि त, अब के भन्छ, हाम्रो यहाँनिरले नेसनल रुरल लाइभलीहुड मिसनले र WBRSLM वेस्ट बेङ्गल रुरल लाइभलीहुड मिसनले चाहिँ थुप्रै प्रकारको यो जुन चाहिँ छ फर द सस्टेनेबल इकोनोमिक ग्रोथको लागि चाहिँ धेरै राम्रो अपर्च्युनिटीहरू लिएर आउनुभएको छ है। र तर यहाँनिर अब अहिले चाहिँ के भन्दाखेरि चाहिँ स्टार्टअप भिलेज एन्टरप्रेन्योरसिप र OSF जुन चाहिँ वेल ट्रेन उहाँहरूलाई सपोर्ट गर्नुको लागि एउटा वेल ट्रेन क्याडरहरू दिएर होइन, उहाँहरूको सपोर्टको लागि एसएचजी मेम्बरहरूलाई गरेर चाहिँ अहिले चाहिँ अब धेरै राम्रोसँगले चाहिँ यसरी चलाएर गइरहेछ। र फर्स्टमा चाहिँ यहाँ चाहिँ एन्टरप्राइज चेतनाज एन्टरप्राइज हाम्रो SBPद्वारा सपोर्टेड थियो है। र उहाँले हालचालमा मात्रै यो जुन चाहिँ छ यो एन्टरप्राइजको बगलमा नै उहाँले फेरि एउटा यो खोल्नु भएको रहेछ, दिशान्त के भन्छ प्रडक्ट म्यानुफ्याक्चर बाई दिशान्त प्रडक्ट कालिम्पोङ भनेर है उहाँले बनाउनु भएको रहेछ, रिसेन्टली ओपन गर्नुभएको रहेछ। यो चाहिँ कहाँनिर भन्दाखेरि चाहिँ लोकेसन चाहिँ नियर यहाँनिर गणेश मन्दिर या गैरी गाउँमा अवस्थित छ। यहाँनिर चाहिँ रिसान्त प्रडक्ट म्यानुफ्याक्चर बाई रिसान्त प्रडक्ट कालिम्पोङ भनेर लोकल प्रडक्ट्स आलुको पिरो चिप्स, आलुको सादा चिप्स, पिरो चना, मकैको भुजा विथ फासाई, बरबटे गाउँ खासमल भनेर तपाईँहरूले देखिहाल्नु भयो एड्रेस है। तपाईँहरूलाई अगर चाहिन्छ भने तपाईँहरूले पनि यहाँनिर कन्ट्याक्ट गर्न सक्नुहुनेछ। र म चाहिँ तपाईँहरूलाई यहाँनिर भित्र लाँदैछु है। यहाँनिर कसरी बनाउनु हुँदो रहेछ भन्दाखेरि चाहिँ यहाँ चाहिँ तपाईँहरूले यस्तो खालको नि पाउनुहुन्छ, यो ड्राई चना हो, एकदम टेस्टी, हेर्दा एकदम डिलिसियस देख्दैछ। यसलाई प्याकेजिङ गरेर चाहिँ ट्याग पनि रहेछ उहाँहरूको जुन चाहिँ लेबलिङ बनाउनु भएको छ, अब त्यो पनि छ है। त्यसको तपाईँहरूले यो प्रडक्टहरू चाहिँ बजारमा पनि प्रशस्तै पाउनुहुनेछ। किन भन्दाखेरि यो अहिले प्रडक्टहरू चाहिँ मार्केटमा धेरै जस्तो दोकानहरूमै दिनुहुन्छ है तपाईँले है। र तपाईँहरूले यहाँनिर एभ्रिथिङ पाउनुहुन्छ, जस्ट लाइक चिप्सहरू, लोकल चिप्सहरू तपाईँहरूले यहाँनिर हाम्रो बङबस्तीमा नै एभाइलेबल प्रडक्टहरू हो। र तपाईँहरूले चाहिँ हाम्रो जिपी एरियामा जति पनि हुनुहुन्छ उहाँहरूले पनि यहाँबाट नै यो जुन चाहिँ छ है यो चिप्सहरू लान सक्नुहुन्छ। यहाँ धेरै भेराइटिजको चिप्सहरू, यो चाहिँ के बोक्दो रहेछ, आलु चिप्स है यो है, आलु चिप्स है प्लेन एकदमै हाइजेनिक, घरमै नै बनाउनु हुँदो रहेछ यसरी हो। उहाँले चाहिँ तर अब एउटा सिम्पल उयो आफ्नो सोल प्रोप्राइटरसिप नभएर यहाँ चाहिँ है एन्टरप्रेन्योरसिप नै भनौँ न, यहाँनिर थुप्रोजना दिदीबहिनीहरू पनि मिलेर गर्नुहुँदो रहेछ। प्याकेजिङहरू भयो, नमस्कार दी है। तपाईँले यो प्रडक्टहरू चाहिँ कता बेच्नु हुँदैछ अहिले? अहिले चाहिँ अब कालिम्पोङ चाहिँ डल्लै अब त्यही छ हो। अब मेरो चाहिँ अब टार्गेट चाहिँ अब बाहिर पनि लैजाउँ भनेर नि, सिक्किमहरू भयो होइन, दार्जिलिङहरू भयो, त्यस्तोहरू चाहिँ अब मैले टार्गेट चाहिँ सोचिरहेको छु। तर अब मेरोमा अहिले त्यस्तो उयो पनि छैन।
सोच्नु चाहिँ सोचिरहेको छु तर भविष्यमा हुन्छ होला मेरो प्रडक्टहरू जान्छ होला बाहिर पनि। एकदमै राम्रो बनाउनु हुँदो रहेछ है। तपाईँले के बनाउनुहुन्छ स्पेसियली तपाईँले? खास पिरो चिप्स चाहिँ मेरो पिरो चिप्स चाहिँ पुरा डिमान्डमा छ हो। ए हजुर, पिरो चिप्स अन्त यो चिप्स होइन हजुर त्यस्तोहरू बनाउँदै थिएँ। त्यहाँदेखि बिस्तारै भेराइटीहरू बढाउँदै गएको छु। त्यहाँदेखि चाहिँ मलाई सोसाइटीले चाहिँ त्यो मिसिनको पनि प्रोभाइड गरिदिन्छु भन्नुभएको थियो। त्यो चाहिँ अब मैले चाहिँ त्यो च्याप्टे चाना हुन्छ नि, चाना जोड भन्छ नि, हो त्यस्तोको मिसिन चाहिँ मैले मगाएको छु। अब त्यो पनि हुन्छ होला मेरोमा एउटा भेराइटी। अहिले चाहिँ मेरोमा लगभग 4-5वटा चाहिँ छ पिरो चाना होइन। यो आलुको 2टा भेराइटी भयो, पिरो र प्लेन होइन। उयो पिरै भइहाल्यो, त्यहाँदेखि उयो पिरो भयो, पिरो चाना, अब च्याप्टे चाना, त्यस्तो गरेर 5-6वटा चाहिँ पुग्छ होला हौ। तपाईँले नि अझै यो के अरे तपाईँको यो प्रडक्टहरूको बारेमा र हाम्रो लोकल पिपलहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अब काम गऱ्यो भने अब यहीँ छ सबै कुरो होइन। त्यही अब भन्छु अब के भन्नु, तपाईँहरूलाई पनि अब कसलाई चाहिन्छ होइन मलाई कन्ट्याक्ट गरेर मेरोबाट तपाईँहरूले पनि लानु सक्नुहुन्छ। मैले मार्जिनहरू पनि राम्रो राखिदिएको छु होइन। जस्तो अब यो त्यस्तो हुन्छ अब होलसेल रेटमै हो? हजुर होलसेल रेटमै हो। अन्त अब जस्तो यो तपाईँहरूको बिग्रिन्छ नि, अब एउटा बिग्रिन्छ, त्यो बिग्रियो भने पनि म चेन्ज गरिदिन्छु, यहाँ ल्याएर रिसाइकल गरिदिन्छु त्यसलाई नै हो। जस्तो तपाईँहरूलाई पनि नोक्सान नहोस्, मलाई पनि नोक्सान नहोस्, त्यस्तो खालको अब त्यस्तो पाराले गरिरहेको छु बिजनेस होइन। अन्त तपाईँहरूलाई पनि चाहियो भने चाहिँ अब लिन सक्नुहुन्छ मेरोबाट। अहिले चाहिँ कतिजना जस्तो हुनुहुन्छ? हामी लगभग अब एकजना चाहिँ बिचरा उनका घरमा इमर्जेन्सी परेर गएको छ कि, 1जना 2जना 3जना 4जना जस्तो छ, 4-5जना छ हामी। एकदमै राम्रै है। ड्युटीहरू गरेर आउँछ अन्त यस्तो फ्री टाइममा आएर गरिदिन्छ हो, हाफ टाइमहरू गरेर जान्छ। कोही चाहिँ 2जना चाहिँ अब भनौँ न के अब दिनभरिको लागि राखेको छु। त्यसरी राखेको भन्दा पनि बहिनीहरू हो यिनीहरू होइन, मेरै बहिनीहरू हो, दिदीहरू हो, घरकै मान्छेहरू भनौँ न। अन्त उनीहरूलाई पनि यसो पकेट मनीहरू हुन्छ भनेर चाहिँ गरौँ न सबैजना मिलेर अब होइन। एकाअर्कालाई सपोर्ट गऱ्यो भने त्यही त हो अब भनेर। एकदमै राम्रो सोच्नु भएछ हो तपाईँलाई। तपाईँको बिजनेस बढेर जाओस्, तपाईँलाई एकदम बधाई छ। धेरै राम्रो भेराइटिजको चिप्सहरू रहेछ हो यहाँनिर। चाहिँ प्याकेजिङ गरेर पनि रेडी भइसकेको प्रडक्टहरू रहेछ। हजुर हजुर, यो चिप्सको पनि पुरा तर डिमान्ड हुन्छ बजार मार्केटमा है। गर्ने थुप्रो छ नि बहिनी अहिले यस्तो काम गर्ने कम्पिटिसनमै छ यो गर्नेहरू क्या। हजुर यो चिप्स चाहिँ यो आलुको बनाएको काँचो आलु काटेर बनाउनु भएको चिप्स रहेछ। यो चाहिँ घरमै हो, एकदमै अब हाइजेनिक भनौँ न तपाईँहरूलाई। यो घरमा नै अब सरसफाइ गरेर बनाएको होइन। यहाँनिर त्यही पनि अब सबै उयोहरू लगाएर बनाउनु हुँदो रहेछ हो। यहाँ चाहिँ अब तपाईँहरूले यहाँबाट अर्डर गरेर लानुभयो भने चाहिँ तपाईँहरूलाई एकदम मार्जिन पनि बस्ने, प्लस तपाईँहरूले हाइजेनिक पनि पाउनु भने, प्लस अब हाम्रै दिदीबहिनीलाई एउटा तपाईँले सपोर्ट पनि हुने है। यो चिज चाहिँ मलाई दिदीले टेस्ट गर्नु दिनुभएको है। म टेस्ट गरेर चाहिँ यसको फिडब्याक पनि दिन्छु तपाईँलाई। यसरी नै सोल प्रोप्राइटर मात्रै नभएर चाहिँ एउटा एकल संयुक्त मात्रै नभएर चाहिँ यहाँनिर चाहिँ एन्टरप्रेन्योरसिपलाई है धेरै दिदीबहिनीहरूलाई, लोकल एरियाको दिदीबहिनीहरूलाई पनि यसरी सम्हालेर बिजनेस गरेर लानुहुँदैछ श्रीमती चेतनाजीले है। धेरै खुसीको कुरा हो र उहाँलाई आउँदो दिनहरूको लागि पनि धेरै अग्रिम शुभकामना टक्राउन चाहन्छु। धन्यवाद।